118 पेज है एग्जाम्पल 2 118 पेज एग्जाम्पल 2 एक से पेज नंबर 118 है ल सोल्युसन अब 118 पेजमा एग्जाम्पल 2 ले के भनेको छ है त द डिस्ट्रिब्युसन अफ इन्स्योरेन्स त्यो के आवाज आइरहेछ त्यो मिलो है त्यो रिड गर द डिस्ट्रिब्युसन अफ इन्स्योरेन्स क्लेम्स प्रोसेस्ड इच डे इज एज फलो अब कति हजुर ए मिट गर है कसको यो मिट गर त ल अब यहाँ कति क्लेम गर्छ इन्स्योरेन्सको त्यहाँ फ्रिक्वेन्सी दिएको छ 1 देखि 10 मा क्याल्कुलेट द मेन मेडियन लोअर क्वार्टर अपर क्वार्टर फोर्थ डिसाइल 30 पर्सेन्टाइल एन्ड मोड है निकाल्ने त्यसको हामी क्याल्कुलेसन अफ mean median पछि lower quartile upper quartile fourth decile 30th percentile 30th percentile and mode यो निकाल्नु पर्ने एन्ड मोड अब हामी के गर्छौं यसको डिस्क्रिट सिरिज हो के गर्छौं क्लेम x फ्रिक्वेन्सी अफ x फ्रिक्वेन्सी अफ अब यसमा हेर त x मा 1 देखि 10 कन्टिन्यू छ है ग्याप छ त यस्तो अवस्थामा के गर्छ सिस्टम भने सबै टाइप राख्नु पर्दैन यदि डिफरेन्स इक्वल छ अथवा कन्टिन्यू नम्बर छ भने सबै नट टाइप गरेर राख्नु पर्दैन त्यस्तो अवस्थामा अटो फिल हुन्छ जस्तै मैले 1 2 दुईटा मैले टाइप गरे है दुईटा टाइप गरेपछि 1 देखि 10 मा जानु पर्दैन यो दुईटालाई सिलेक्ट गर्ने सिलेक्ट गरेर सबैले सिलेक्ट गरेको अनि यो कालो थोप्ला चाहिँ प्लस दिएको कालो थोप्ला त्यहाँबाट तल हेरेर ड्र्याग गर्ने कहाँसम्म आउने तिम्रो 10 सम्म हेर कहिलेका 4 5 6 7 8 9 10 सम्म आयो 10 सम्म हेर त 10 सम्म आयो दुईटा टाइप सिलेक्ट गरेर ड्र्याग गर्दा पनि आयो क्या है यसलाई अटो फिल हुन्छ है त्यो त्यसपछि त्यसको 3 4 5 7 5 3 और कति 1 ल यसमा ठीक छ यसलाई हामी टाइप गर्यौं अब यो टोटल हो यसमा ठीक छ है यसमा अब के गर्नु पर्यो भने यसलाई है यसमा अब यहाँ हामीले यसलाई चाहिँ ड्र्याग गर्ने ड्र्याग गरेर सिलेक्ट गरेर सबैले सिलेक्ट गर्यो सबै सिलेक्ट गर्यो गरेन ल यसलाई अहिले छोडौँ ल यसलाई अहिले म पछि गर्छु अब f इन्टु x मिनको लागि f इन्टु x आयो नि त मिनको लागि f इन्टु x मा के गर्छ सबभन्दा इक्वल टु दिने इक्वल टु f इन्टु शिफ्ट थिचेर स्टार दिने एक माएर शिफ्ट थिचेर स्टार दिने शिफ्ट थिचेर स्टार भनेको x यो सबैले गरे हो त्यसले फेरि गर्दै ल हेर सबभन्दा पहिला ल पहिला के गर्यो यहाँ f गर्यो इन्टु x भनेको शिफ्ट स्टार f इन्टु x शिफ्ट स्टार त्यसपछि x थिच्ने x ठीक है सम्म f गरेको हेर
अब यति गरिसकेपछि यो कालो थोप्ला छ नि, कालो थोप्ला है, कालो थोप्ला कि यो तानेर यसलाई यसरी तल ड्र्याग गरिदिनु भयो नि खै यहाँ पहिला यसो मिलेन। पहिला के गर्ला, अब इन्टर हान्यो इन्टर हान्यो 3 आयो 3 आयो। आयो सर। अब यसलाई के यसको दुईटा तरिका छ। अब यहाँबाट कालो थोप्ला छ, कालो थोप्लाबाट यहाँ तान्दिने यसरी यहाँसम्म तान्दिने, एउटा तरिका त्यो भयो हो, यहाँसम्म तान्दिने। अर्को तरिका के छ भने यसको अर्को तरिका पनि हुन्छ, हेर है, यो कालो थोप्ला छ नि, कालो थोप्लाबाट डबल क्लिक गरिदियो, डबल क्लिक आयो, यो तलको पछि मेट्दैन, टेन्सम्म आयो, डबल क्लिकबाट पनि आउँछ है, डबल क्लिकबाट आउँछ। अब मैले डबल क्लिक यसमा हामीले कालो थोप्लालाई तान्दियो, ड्र्याग गरिदियो यहाँसम्म, र यो आयो यहाँसम्म। अब डिस्क्रिट सिरिजमा मेडियन, क्वार्टाइल, डिसाइल, पर्सेन्टाइलको लागि के चाहिन्छ भन त? मेडियन, डिसाइल, पर्सेन्टाइल, क्वार्टाइललाई के चाहिन्छ? कोही बोलेको? सीएफ चाहियो, सीएफ चाहियो, क्युमुलेटिभ फ्रिक्वेन्सी चाहियो, के चाहियो? क्युमुलेटिभ फ्रिक्वेन्सी चाहियो है यहाँसम्म। अब क्युमुलेटिभ फ्रिक्वेन्सी पहिलो फ्रिक्वेन्सी हामी के गर्छौँ, जस्ताको त्यस्तै सार्ने फ्रिक्वेन्सी यो इक्वल टु दिने 3, इक्वल टु दिने 3 यहाँसम्म ठिक छ, इक्वल टु दिने 3, इक्वल टु दिने 3। त्यसपछि तेरा फेर इक्वल टु हेर है, इक्वल टु अब यहाँ 8, यो 8 दिने, यो कुन 3 मैले गरेको भर्खर यहाँ कुन 3 गरेँ मैले, एकछिन है, फेरि इक्वल टु दिएर मैले 3 गरेँ है, ठिक छ, यो 3 गरेँ, यो 3 गरेँ। अब यहाँ के अरे फेरि इक्वल टु दिने। अब यो 4 छ नि, यो 4 हामीले के गर्यो, सेकेन्ड सिफ्ट दिएर प्लस यो 3 अनि यो 3 जोड्ने, यो 3 जोड्ने, हामी के भयो, सेकेन्ड प्लस फर्स्ट गर्थ्यौँ हामीले, युनिट जोड्दै जाने, इन्टर हान्यो 7 आयो। अब यो गरेपछि सबै गरिराख्नु पर्दैन, यहाँबाट यसलाई कालो थोप्लाबाट के गर्ने, यसलाई ड्र्याग गर्दैन यहाँसम्म भयो, यहाँसम्म भयो, भएको होइन, बोल्दैन है, भयो सर, भयो है यहाँसम्म। अब यहाँ के भनेको छु है, अघिको जुन छ नि यो चाहिँ म तिमीलाई दुईटा तरिका छ, यसमा के गर, यहाँबाट मैले के गरेँ, यसलाई सेलेक्ट गरेँ, यहाँबाट मैले सेलेक्ट गरेँ, सेलेक्ट गरेपछि के गरेँ त्यसलाई मैले यहाँ हेर त होममा गएर अटो सम छ, त्यहाँ हेर त राइटतिर रिबनमा अटो सम छ, अटो सम छ, फेरि अटो सम छ, कोही बोलेको छ सर। अटो सम थियो, अटो सम थियो, हजुर के आयो, सम आयो 40 आयो। अब एउटा तरिका सुन, एउटा तरिका के छ, यसको भ्यालु निकाल्नलाई यहाँबाट लिएर कालो थोप्लो लिएर यसरी गरे पनि हुन्छ, सम आउँछ एउटा तरिका, यहाँ कालो थोप्लो जोड्ने, यसको सम आयो, कालो थोप्लो गर्दा यहाँबाट कालो तान्दियो। अर्को तरिका के छ, अघि जस्तै यो कन्फ्युजन छ भने फेरि सेलेक्ट गर्ने, अटो सम गर्ने, उयो आयो हेर त, आयो आएन, अब यसलाई चट्ट हेर, यहाँ चट्ट हेर, यहाँ सेन्टर एलाइनमेन्ट गर्ने हो, हिजो अनुसारले यहाँ कुरा अल बोर्डर गर्ने, अल बोर्डर गर्ने, यहाँ अल बोर्डर गर्ने। अब यो हेडिङहरू छ नि, यो हेडिङहरूलाई बोल्ड गर्ने चलन छ क्या, त्यसै गरी यहाँबाट हेर मैले क्लिक गरेँ, कन्ट्रोल थिचेँ, यहाँबाट सेलेक्ट गरेँ, यहाँसम्म कन्ट्रोल थिचिराख्ने है, फेरि यो टोटल यहाँ गर्ने, यहाँ टोटल कन्ट्रोल थिचिराख्ने अनि बोल्ड गरिदिने, कुरा बुझ्यो, आयो आएन भने खोइ बोल्छु, खोइ बोले, ठिक छ, बोल न, कन्ट्रोल एस गरिराख्ने है, ठिक छ यहाँसम्म, खोइ बोलेको सर एकचोटि त्यो टोटलको फेरि भनिदिनु न, कन्ट्रोल थिच्ने हैन, त्यहाँबाट यहाँबाट सेलेक्ट गर्ने, कन्ट्रोल त्यो थिचेर हैन तलको त्यो टोटल निकाल्ने, टोटल निकाल्नलाई यहाँबाट सेलेक्ट गर्ने हो, यहाँ 1 सम्म, अनि यहाँबाट गएर होममा गएर हेर राइटमा अटो सम छ नि, अटो सम त्यसलाई टिक दिने, आयो कहाँ भन्नु भएको, अटो सम, यो अटो सम हैन, रिबनमा हेर, होममा गएर यहाँ रिबनमा राइटतिर अटो सम छ नि, हेर सिग्मा छ हैन, राइटतिर रिबनमा हेर, रिबनमा फर्मुला लगाउनु माथि रिबनमा अटो सम छैन, भेट्यो, होममा इन्सर्ट माइन, होममा गएर जाने, होममा छ, भेट्यो, बोल्दैन, भिडियो सर, ल अनि भेट्योपछि भेट्नुपर्छ नि त, ल अब यो गरेको कामहरू देखाउनु राम्रो है, गरेको कामहरू के छ राम्रो देखाउनु राम्रो, त्यसको लागि म के गर्छु यहाँ सेल है फर्मुला
फर्मुला सेल र फर्मुला यहाँबाट मैले सेलेक्ट गरेँ, यो सेलेक्ट गरेँ। अब यो चाहिँ कहाँबाट आयो? जस्तै यो पहिलो कुरा यो 3 छ नि, 3 यो 3 कहाँबाट आयो? यो सेलको नाम के हो? यो 3FX नि 3 यो सेल भनेको C को 26 C अनि 26 C कलम 26 रो। यसको मिनिङ के हो? कलम C रो 26 यो भ्यालु। अब कसरी आयो त? त्यसको आयो है। यहाँ मैले यो 3 लाई क्लिक गरेँ, के गरेँ मैले? 3 लाई क्लिक गरेँ हो, 3 लाई क्लिक गरेँ। क्लिक गरेपछि माथि फर्मुला बारमा है यहाँ आएको छ, फर्मुला बारमा इन्टु गरे हो नि त फर्मुला बारमा। यसलाई सेलेक्ट गर्ने कन्ट्रोल C गर्ने, इन्टर हान्ने। त्यसपछि यहाँ जुन फर्मुला भन्दा तल चाहिँ स्पेस बार थिच्ने अनि कन्ट्रोल V गर्ने। यो आयो, यो देखाएको हो, यो यसरी 3 आयो भनेर। अब यो तलको भ्यालु कसरी आयो त? त्यसको लागि यहाँ के लेख्ने? लेखिदिएको राम्रै, कपी फर्मुला डाउन फ्रम कहाँदेखि? यो कहाँ पाइयो? हामीले C26 देखि यहाँ कहाँसम्म छ? C35 सम्म। कहाँदेखि? यो रेन्जमा C26 यो इस्ट हुनेको रेन्ज हो। कहाँसम्म? C35 सम्म, C35 सम्म। यो हामी फर्मुला डाउन यसलाई यहाँसम्म हामीले यसलाई ड्र्याग गर्यौँ, डाउन फर्मुला कपी गर्यौँ। त्यसपछि यो आइसकेपछि अर्को, अब यो भ्यालु कसरी आयो? यो 3 यो यसको नाम के हो? D26 अब यो हेर यहाँ मैले 3 लाई क्लिक गरेँ, 10 भ्यालु कपी गरेँ, यहाँबाट कपी गरेँ, D26 को भ्यालु कपी गरेको यहाँ राख्ने। अब फेरि यो 7 कसरी आयो? 7 भनेको D27 अब यो भ्यालु कसरी आयो त? अब हेर यो 7 लाई क्लिक गर्यो, यो 4 + 3 गर्यो, यो आयो फर्मुला बारमा। यसलाई इन्टु गर्ने, सिलेक्ट गर्ने, कपी गर्ने, सिलेक्ट गरेर कपी गर्ने अनि इन्टर हान्न, यो आयो। अब त्यसपछि यसलाई त फर्मुला ड्र्याग गरे हो नि त, यहाँबाट हामी कपी गरेर ड्र्याग के छ? कपी फर्मुला डाउन है फ्रम के हो? यहाँ मैले के गरेँ? D26 को ठाउँमा D के अरे कहाँदेखि? 27 to D35। अब यो चाहिँ मैले किन गरेँ भने यो के काम गर्यो त्यो देखाएको राम्रो हो कि? यसले के देखाएको छ भने ए विद्यार्थीले आफैले गरेको छ, छोडेको छैन। अब यसलाई मैले के गरेँ? यसलाई सेन्टर एलाइनमेन्ट गरेँ, यसलाई मैले सेन्टर। अब टेबल कम्प्लिट भयो, है टेबल कम्प्लिट भयो। अब यसलाई हामी अल बर्डर गर्यौँ, यसलाई अल बर्डर। अब यहाँसम्म यहाँसम्म भयो सर। अब के गर्ने? यहाँबाट राइट फर्मुला गर, यसको फर्मुला सरी यो मेजर। अब मैले यसलाई सार्नु छ, मैले फर्मुलालाई टाइप गरिदिएँ, पहिला टाइप गर्नु मेजर भ्यालु गर्नुपर्ने। अब यस्तो अवस्थामा के गर्ने? किन डाइरेक्ट भेट्नु? यस्तो अवस्थामा यसलाई सेलेक्ट गर्ने, यहाँ देखेर यहाँ प्लस क्रस छ नि, प्लस छ नि, एरो देखायो, यहाँबाट यसरी तान्दिने, यहाँ राख्दिने, सार्दिने क्या, सरी क्या, मेटिराख्नु पर्दैन। अब यहाँ के लेख्ने? मेजर, यहाँ के हो? भ्यालु, यहाँसम्म लेख्यो, यो हो, मेटिराख्नु पर्दैन। अब यसलाई सेन्टर एलाइनमेन्ट गर, अल बर्डर गरेर बोल्ड गरिदिएँ मैले यहाँसम्म। अब हामीले यसको दुईटा छ, यसमा हाम्रो के फर्मुला म्यानुअल मेथड, लास्टमा एउटा गर्ने हो, दुई गर्नु पर्दैन। फर्मुला म्यानुअल मेथड है, फर्मुला मेथडमा पहिला के चाहियो? क्यापिटल एन, डिस्क्रिट सिरिजमा क्यापिटल एन हो। त्यसपछि के चाहियो? समेसन एफएक्स, हिजो गरेको थियो नि, इन्सर्टमा जाने, सिम्बलमा जाने, यहाँ समेसन अलरेडी छ। अब कसरी भेट्दैन भने समेसन यसको क्यारेक्टर कोड छ हेर तल राइट छ बिलोमा। अब हेर 03 यति गरे पनि भयो। अब मैले यसलाई इन्सर्ट यति भयो अनि एक्स, त्यसपछि मिन चाहियो, मिनको लागि फेरि यसको सिम्बलमा यदि त्यसलाई सकेन भने मिन मात्र लेखे पनि हुन्छ। मैले जो सिकाएको थिएँ, मिन एक्स बारमा गएर यो डाइरेक्टरी जुन छ नि, यो कम्बाइनिङ डाइरेक्टरी, यो हिजो गरेको थियो,
इन्सर्ट गर्ने त्यो मिन बार आयो इक्वल टु यहाँसम्म भयो। अब एन कसरी आयो त ठिक यहाँसम्म ल अब एन भनेको सम अफ फ्रिक्वेन्सी हो नि एन भनेको यो 40 कसरी आयो त सम एसयुएम सम आयो यहाँबाट डाटालाई इन्सर्ट गरिदिने 1 सम्म यहाँ ब्रैकेट बन्द गर्ने इन्टर हान यहाँ क्या 40 फेरि यसलाई के गर सेलेक्ट गर यो आयो ल यदि आयो त्यसपछि अब यसको पनि समय हो इक्वल टु एसयुएम सममा कसको सम त एफएक्स यहाँबाट ड्र्याग गरिदिउँ सेलेक्ट गरेर 10 सम्म यो आयो आखिर अटो सम गर्दा यो आयो एउटै भ्यालु आयो नि त यो आयो यहाँ हामीले सिलेक्ट गर्यौं मिन भनेको फर्मुला के हो मतलब फर्मुला के हो मिनको फर्मुला के हो खोइ बोलेको मिनको फर्मुला के हो ह के हो मिनको फर्मुला Summation effects of n. समेसन एफएक्स बन्यो समेसन 26 डिवाइड बाइ 40 यति 5.15 आयो सबैको हेर त 5.15 आयो सँगसँगै है फेरि म बरु म पर्खिन्छु सँगै 5.15 आयो जसोत आयो सर आयो ल है सबैजना गरेर बिस्तारै आदिनु पर्दैन एकछिन म बरु पर्खिन्छु आदिनु पर्दैन सुरु के गरिरहेको छु ल अब यसलाई चट्ट राम्रो बनाइदिउँ नि यसलाई चट्ट सेलेक्ट गर अनि होममा गएर सेन्टर एलाइनमेन्ट मिलाऊ अल बोर्डर गर त भयो एउटा यो मिन निकाल्यौँ के हो अब मैले यहाँ के गर्छु भने यसको लागि एक्सेल फंक्सन मेथडमा है हेर एक्सेल फंक्सन मेथडमा अब एक्सेल फंक्सन मेथडमा हाम्रो उही अब यो मैले कपी गर्छु यहाँबाट यहाँ कपी गर्छु के डाटा टाइप गर्ने यहाँबाट मैले कपी गरेँ यहाँ कपी गरेँ अब के चाहिन्छ त अब यसमा अलिकति पोजिसन थप्नु पर्ने भएको छ यहाँ के पोजिसन थप्नु पर्ने भएको छ भने यो पोजिसन यो भ्यालु भनेको पोजिसन हो एउटा पोजिसन किनभने मेन्टेनरको त पोजिसन चाहियो एउटा पोजिसन फर्मुला त्यसपछि के हो भ्यालु पछि फेरि के गर्ने फर्मुला ल यहाँसम्म ठिक छ सबैजनाको भन ठिक छ यहाँसम्म अब हेर मेन तिमीले यो रेकर्ड पायो है रेकर्ड पाएन ल एक्स बार यसलाई बन्द गर इक्वल टु अब मिनको फर्मुला के हो न त मिनको फर्मुला के हो अब मिनको फर्मुला के हो भन त डिस्क्रिट सिरिजमा समेसन एफएक्स आएन हैन यसलाई स्पेस बार थिचेर ड्यास दिन्छ यो चाहिएन ड्यास दिन्छ अब यहाँ देखेर मिन भनेको हाम्रो के भयो समेसन एफएक्स बाइ एन समेसन एफएक्स बाइ एन भने इक्वल टु यो समेसन एफएक्स बाइ एन भनेको के हो एफलाई एक्स ले मल्टिप्लाई गर्ने अनि सम प्रोडक्ट भनेको प्रोडक्ट गर्ने अनि जोड्ने डिवाइड बाइ सम एफ यस्तो अवस्थामा के सम प्रोडक्ट एसयुएम सम प्रोडक्ट छ हेर त छ प्रोडक्टलाई सम गर्नु यसको मतलब के हो एफलाई एक्स मल्टिप्लाई गर्ने अनि एड गर्ने त्यो भनेको छ सम प्रोडक्ट छ सुजाता सम प्रोडक्ट छ सर ल सबैजना है सम प्रोडक्ट यो है सम प्रोडक्ट हो है यहाँ सम प्रोडक्ट भनेको माथि समेसन एफ यसले भनेको समेसन एफ एक्स हो के सम प्रोडक्टलाई अब के गर्ने यहाँ एफ छ नि एफ यो एफलाई अथवा यसलाई गए पनि के पर्छ यहाँसम्म गर्ने एफ एक्स यहाँसम्म कामा फेरि एक्सलाई गर्ने अनि ब्रैकेट बन्द गर्ने यो भनेको समेसन एफ एक्स हो डिवाइड बाइ समेसन डिवाइड बाइ एन अर्थात सम एफ यो डिवाइड गर्ने सम एन भने के हो सम एफ भने के हो एसयुएफ सम फ्रिक्वेन्सी सम गर्ने
फ्रिक्वेन्सी सम गर्ने यहाँबाट यो यहाँबाट ड्र्याग गरिदियो है फेरि ब्र्याकेट बन्द गर्यो ल सर यो यसको मिनिकल सम अफ एक्स बाइ सम अफ भनेको टोटल एन भयो फ्रिक्वेन्सीलाई एक्सले मल्टिप्लाई गरेर एड गर्यो अनि टोटल फ्रिक्वेन्सीले डिभाइड गर्यो एउटै एन्सर आयो त एउटै एन्सर आयो यहाँको 5.15 एउटै आएको हैन आयो सर एउटा सिलेक्ट गर अनि फेरि माथि फर्मुला बारबाट कपी गर इन्टर हान यहाँ चाहिँ स्पेस बार थिचेर पेस्ट गर भयो यहाँसम्म भयो यो भयो उसको लागि त्यसपछि मेडियनको लागि एमडी मात्रै गरे पनि हुन्छ केही फरक पर्दैन सफिक्स मिलाउन पनि हुन्छ एमडी अब एमडी भनेको डिस्क्रिट सेल टाइममा के थियो पोजिसन निकाल्न भन त के थियो पोजिसन भ्यालु अफ n + 1/2 हो क्यापिटल n + 1/2 हो बोल न के बोलेको भ्यालु अफ n + 1/2 हो हो सर त भने के गर्ने यसलाई इज इक्वल टु गर्ने ब्र्याकेट थिच्ने यहाँ क्यापिटल n यो लेफ्ट पनि हुन्छ क्यापिटल n + 1 अनि डिवाइड बाइ 2 यो फर्मुला राख्यौं यो यति आयो 20.5 आयो अब यसको फर्मुला कपी गर्यो यसको यहाँ हामीले पेस्ट गर्यो यो गरे हो तपाईले गरे हो यहाँसम्म ठीक छ कि छैन भन अगाडि बढाऊ भयो अब यो आयो अब यसको भ्यालु चाहिँ यो त 20.5 हो अब 20.5 भनेको के हो त्यसको अब यो अलरेडी लाइन छ नि लाइन अलि क्रस गरे नि त्यस्तो अवस्थामा के गर्नु पर्यो भने यहाँ सी कलमलाई यसरी गर्ने यहाँ प्लस दिन्छ अलिकति थोरै सार्दिने ओभरल्यापिङ नहोस् अनि अब यसको भ्यालु यो 20.5 भनेको सीएफ कलम हेर्ने सीएफ कलम 25 छैन जस्ट गेट 21 छ त 21 को सीधा भ्यालु के छ 5 यो 5 भनेको मिडियन हो 5 भनेको मिडियन हो अब यो भ्यालु के गर्ने यहाँबाट 5 लाई फेरि सेलेक्ट गर्ने यो कपी गर्ने सर यो फेरि भन्दिनु न ल पहिला हामीले के गर्छौं भने त्यसको हामीले के गर्छौं पहिला 20.5 सेप कलममा हेर्ने मिडियन निकाल्ने थर्ड 20.5 सेप कलममा छ त छैन नि छैन भने जस्ट इक्वल मिनु जब जस्ट गेट 21 छ 21 को सीधा भ्यालु मिडियन यो 5 हो मिडियन त यहाँ इक्वल टु गर्यौं अनि 5 लाई हामी क्लिक गर्यौं इन्टर हान्यौं अब फेरि यो 5 कहाँबाट आयो त्यस गएर ल यदि भयो बुझ्यौ मिडियन हजुर सर बुझे अब Q1 हेरौं Q1 को लागि मैले सिकाएको थिएँ एउटा कन्ट्रोल सिफ्ट एफ थिच्ने अब यसो गर्ने पहिला तिम्रो सजिलो तरिका Q1 गर्ने Q1 मात्रै गरे पनि हुन्छ सब मिलाउनु पर्ने छैन मिलाएर राम्रो के अब यसलाई मैले 1 सिलेक्ट गरे कन्ट्रोल सिफ्ट एफ गरे सबस्क्रिप्ट थिचे यो Q1 आयो यहाँ Q1 आयो अब Q1 को लागि के गर्ने इक्वल टु फर्मुला के छ भन्दा त्यसको Q1 फर्मुला के छ भ्यालु अफ क्यापिटल n + 1/4 हो सर यहाँ सिफ्ट ब्रैकेट n 40 + 1 ब्रैकेट बंद है डिवाइड बाय क्या 4 ये आयो आयो ना आयो ल अब यसलाई सेलेक्ट गरेर फर्मुला यो सेलेक्ट गरे यो आयो अब 10.25 सी कलममा छ पछि टेक इक्वल भ्यालु इफ यु हेभ इक्वल भ्यालु टेक इट अदरवाइज जस्ट ग्रेटर देन इट हेभ इक्वल भ्यालु छ ओइ छ छैन छैन अब इक्वल भ्यालु के 11 छ जस्ट 11 को सीधा भ्यालु 3 भनेको Q1 भयो 3 भनेको Q1 भयो अब हेर कन्ट्रोल शिफ्ट ल यति अब Q1 पनि मैले यसैलाई कपी गरेर दोहोऱ्याएर किन गर्नु मैले यहाँ 1 को ठाउँमा मैले यहाँ 3 गर्दिने सेभ गर्ने 3 1 लाई 3 बनाइदिनु फास्ट हुन्छ थर्ड क्वार्टर फर्मुला के हो थर्ड क्वार्टर को फर्मुला के हो भ्यालु अफ 3n + 1/4 यहाँ शिफ्ट थिच्ने ब्रैकेट दिने सरी शिफ्ट थिच्ने
3 लिने अब सुन 3 र ब्रैकेटको बीचमा कुनै सिम्बल छैन हामी त्यो सिम्बलमा इन्टु मान्छौँ त्यस्तो अवस्थामा के गर्ने शिफ्ट थिचेर स्टार थिच्ने स्टार थिचेन भने त्यो अपरेट हुँदैन अनि बल्ल ब्रैकेट दिने यसले के स्टार भनेको मल्टिप्लिकेसन हो एक्सेलमा स्टार भनेको मल्टिप्लिकेसन सिन हो मल्टिप्लाई हो स्टार अब n भनेको 40 प्लस 1 डिवाइड बाय ब्रैकेट दिए डिवाइड बाय 4 यदि आयो 30.75 आयो 30.57 आयो ल यदि आयो अब कन्ट्रोल बी गर्ने अलिकति फेरि उता गर्छ सार्न मन लाग्यो के गर्नेलाई यहाँबाट अलिकति सार्दै भयो यहाँसम्म त्यसपछि यसको भ्यालु 30.75 सेभ कलममा छ 30.75 सेभ कलममा छ छैन छैन भने के हो 37.5 छैन भने के हो 33 छ 33 को सिधा भ्यालु 7 हो इक्वल टु गर्ने 7 ल अब Q3 पछि के छ अर्को Q3 पछि D4 अब D4 D अनि 4 इक्वल टु हैन त्यो गरे पनि हुन्छ त यहाँ सफिक्स मिलाउनु पर्यो भने 4 सेलेक्ट गर्यौं कन्ट्रोल शिफ्ट F सबस्क्रिप्ट मिलाउने अनि ओके गर्ने यो आयो अब D4 फर्मुला के त भन यो फर्मुला 10 plus 1 by 10 4n plus 1 by 10 हो नि त हैन र हैन D4 को 4 शिफ्ट इन्टु ब्रैकेट कैपिटल N कति हो 40 प्लस 1 डिवाइड बाय 10 यो सब फर्मुला पनि रिभिजन हुन्छ है म पढे रिभिजन यो आयो हेर यो हिजो भन्दा आज अलिकति सजिलो भयो होला भोलि झन् सजिलो हुन्छ ल यो अब हेरौँ यति आयो अब यो भ्यालु 16.4 छैन जस्ट गेट 21 हो अब इक्वल टु गर 21 मा के छ सिधा 5 छ 5 मा गर फेरिलाई सिलेक्ट गर त्यसपछि D4 पछि के छ अर्को 30% भयो ल यसलाई म यसैलाई P30 30 P30 अब P30 कसरी निकाल्ने भन त कसरी निकाल्ने P30 भ्यालु अफ 30n plus 1 by क्या 100 शिफ्ट ब्रैकेट n कति छ 40 प्लस 1 डिवाइड बाय 100 हेर कति आयो 12.3 अब यहाँ 12.3 भनेको ल अब 12.3 छ सेभ कलम छैन भने के हो 16 हो 16 पछि 4 छ 4 लिने अनि यसलाई डान त्यसपछि मोड यो मोड के गरी निकाल्थ्यो भन्दा मोड के गरी निकाल्थ्यो maximum frequency भने हामीले के गर्छौं यहाँ इक्वल टु म्याक्सिमम म्याक्स हेरे म्याक्स आयो म्याक्सिमम भनेको म्याक्सिमम मिनिमम यो म्याक्स भयो अनि फ्रिक्वेन्सीमा यो ड्र्याग गर्ने 3 देखि 1 सम्म ड्र्याग गर्ने यसको म्याक्सिमम फ्रिक्वेन्सी छान्ने ब्र्याकेट बन्द म्याक्सिमम फ्रिक्वेन्सी ल 7 यसमा 7 म्याक्सिमम फ्रिक्वेन्सी छ हैन यो आयो यो म्याक्सिमम फ्रिक्वेन्सी आयो अब यसको सिधा 7 म्याक्सिमम फ्रिक्वेन्सी सिधा भ्यालु 6 भनेको मोड के भनेको बोर्ड भनेको भोटो जसले बोर्ड पाउँछ त्यही नै मोड भनेको 6 यो गर्ने अहिले कन्ट्रोल गर कन्ट्रोल सी दियो भएसम्म अब यति गरिसकेपछि चट्टै राम्रो बनाउने हेर होममा जाने सेट एलिमेन्ट गर्ने हैन आवर बोर्डर गर्ने हो हैन भयो आवर बोर्डर गर्ने ल कस्तो लाग्यो भन कस्तो लाग्यो राम्रो मलाई लाग्यो हैन
कस्तो लाग्यो अहिले 3 जना फेरि गरेर कस्तो लाग्यो ठिक छ ठिक छ कि छैन ठिक छ